अब साथीहरू आज हामी यसो खोलातिर बल्छी खेल्नलाई माछा मार्न जाँदैछौँ। 3 जना टक्क आएर बल्छी लगेर हेर्न सक्नुहुन्छ। त्यो बनाएको भिडियो हुन्न होला। साथीहरू हामी चाहिँ खोला पुगिसकेका छौँ। अब माछा मार्ने कार्यक्रम हुन्छ। माछा मार्दै हो यो चाहिँ माछा चाहिँ पर्दैन। परेको अवस्था छ यहाँ एउटा माछा। साथीहरू फाइनली हामी चाहिँ माछा मारेर आइसकेका छौँ। किनभने पानी परेर माछा मार्न दिएन। अनि हामी चाहिँ आइरहेछौँ घरतिर अब। किनकि पानी आएर भलायो खोलामा। त्यसपछि हामी फर्किनु लाग्यो अब घरतिर। साथीहरू अब जङ्गल झम्टा हिँड्नु पर्ने अवस्था छ।